हरिया घाँस हरियो परियो घाँस सपाउनुपर्छ यसरी। असाध्यै मिठो, असाध्यै गुलियो। वेलकम गाइज आजको न्यू मुकबाङ भ्लगमा। आज चाहिँ अब मिष्टान्न भोजनमा दही थपिएको छ। अरू त अब सधैँको जस्तै आलु बोडी धनियाँ प्याज लसुन अदुवा चिम्पिङ अचार टमाटरको चाउलो अब हामी चपाउँछौँ है त गाइज। हेर्दै गरौँ। मिठो छ। काँचो धनियाँको स्वादमा काँचो प्याजको साथमा अब यहाँ चिम्पिङको साथमा जाउलो चपाउनुको मजै फाल्टा। अब दहीको फ्लेभर असाध्यै मिठो, असाध्यै गुलियो। ल बुढियाले पनि जाउलो चपाउँदैछ यतिखेर। घरमा आइरहेछ मिठो बास्ना दार भएको छ। गाउँले अर्ग्यानिक भन्नुहोस्, भलै अर्ग्यानिक नहोला तरकारी सहरको, तथापि बनाइ खाने प्रकृति चाहिँ गाउँघरकै शैलीमा त्यत्रो विभिन्न थोक परिकार केही पनि छैन। तर साधारण असाध्यै सामान्य ढङ्गले तर अलिक गाउँले तरिकाले खाँदैछौँ है त। आफूले बनाएको पनि अब मिठै भन्नु पर्यो त। ल गुड चपाउँ दही सही। वाउ हरिया घाँस हरियो परियो घाँस सपाउनुपर्छ यसरी। लगाइस एकदमै मजाले खाइएको छ, मिठो थियो, दामी थियो। हाम्रो भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक गर्नुहोस्, केही लाग्यो भने कमेन्ट गर्नुहोस्। टिभी भ्लगमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस्, माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। फेरि भेट्नुपर्छ छोटो गाइज।